Hello, welcome back to पल्टने करेसबारी वन्स अगेन भन्नु पर्ला होइन। यो चाहिँ आज के देखाउँ भनेर अब अस्तिको अलिकति प्रोसेस देख्नुभएको थियो, अहिले फेरि कस्तो भइरहेछ सब्जीबारी भन्ने देखाएको। बट यसको लागि चाहिँ प्लिज फोनलाई स्लाइड गरेर हेर्नु होला, किनकि मैले रङ एङ्गलबाट खिचेको छु। अब के गर्नु, ठिकै छ। अनि यो चाहिँ मटर रोपेको थियो, हेर्नु नि गिलेरीले सब सकेको छ, न दाना छिप्पिएको छ। छिप्पी भए पनि त हुने, नछिप्पिकनै सबै सकिदिएछ। अनि बुढोले लु टिपिहाल्नुपर्छ भनेर अनि बुढी अगाडि पनि मैले यत्रो फालेको क्या, त्यो मुनि दाना खाने तिनीहरूको कति धेरै थियो, मैले सबै फालेँ। भिडियो चाहिँ गरिनँ, रेकर्ड गरिनँ, फालिसकेँ। फेरि खाना खाएर आएर टिपौँ है भनेको त एकैछिनमा त्यत्रो टिपिसकेछ। अनि ल एकछिनै बुढा म पहिले भिडियो गर्छु भनेर अनि हाम्रो बारीको यो डल्ले खोर्सानी र बक्सी खोर्सानी हेर्नु नयाँ पाकिरहेको छ, यत्तिको भएछ। बिउ लानु भनेर गरेको। यो रायो साग अनि बक्चोय अन्त मुला लागिरहेछ, खाने बेला हुँदैछ। अनि यो कोपीहरू पनि फुल्नु सुरु भइसक्यो अब यहाँ मेरोमा चाहिँ। अनि यो गाजर लगाएको अरे बुढोले, खोइ अझै पनि देखाएको छैन। अनि यो चाहिँ हाम्रो बिल्डिङ कलर हुँदैछ। अनि यो टमाटर यता सारेको, इस्कुस देख्नु भयो होला नि त्यहाँ टिलिक्क बसेको छ, मजा पनि 2टा मात्रै फलेको छ। रै पनि ओके खानुलाई हामी रेडी भनिदिइरहेछौँ। अनि यो लसुन भइहाल्यो, अनि यिनीहरू त चिनिहाल्नु अब। अनि बुढोले यो पनि रेकर्ड गर न, यो चाहिँ किन नगरेको भने क्या, किन भनेको यो फल्नुलाई पुरा फुल खेल्दैछ ब्रोकौली भनेर। अनि यसलाई नजिकबाट मैले देखाइदिएको। अनि यिनीहरू चाहिँ हामीले घरमै बिउ गरेर गराएको थियो नि, हो त्यो वाला हो कि। अन्त बुढो पनि आएर मटर टिप्नु सुरु। अब हामी बुढाबुढीमा त के गर्ने, मोटर टिप्नु सकिँदैन होला। त्यसको लागि चाहिँ हामीले फेरि एउटा खेताला नि खोजेको छौँ क्या, आफ्नै निजी, त्यो चाहिँ पर्सनल आफ्नै बारीको भने जस्तै हो क्या। छोरो आएर टिप्दै आइपुग्छ छोरो पनि। अब उसलाई काम नगर्दा भएन। अनि अलिक पर ऊदेखि त्यो बट्टादेखि अलिक पर फालिदियो, अनि त्यहाँदेखि लगाऊ है भन्नुभएको छ। अनि उसले आफै टिपेर लगाउँछ, त्यस्तो फेरि काम गर्छ। अनि नत्र भन्दाखेरि उसलाई त्यसमा हलमा लाएन भन्दा सबै त्यो सागहरू टिपेर सरी कस्तो मैले लौ अचम्म भए के नि सबै टेक्छ के। अनि बुढोले चाहिँ मलाई देखाउँदै हुन्थ्यो त्यहाँ अस्ति मुलालाई किराले खाएको थिएछ मुलाको पत्तामा। अनि जान्छ होला भनेर यादै गर्नु भएन रहेछ, उता सागमा सरी गएछ भने देखाउँदै हुनुहुन्थ्यो मलाई। अनि त्यो मुला खोलिदिनु नि त भनेको, त्यत्तिकै छ त्यो मुला नै। कहिले घाम लागेको बेला खोइ सम्झिँदै खाने हो बुढाबुढी नै। अनि यो चाहिँ मटर यति भयो। अनि उतापट्टि पनि बोट छ के, अनि त्यो देखाउनलाई छोरोलाई बोलाएको, के आउनु त्यो बारीभित्र पसेपछि त आउँदैन पो त, उसले सघाएको अरे। सघाउनु चाहिँ होइन, कुन चाहिँ झिकौँ भनेर हेरेको थियो कि। अनि मैले उ गरेकै हेर न उठाएको। अनि यहाँसम्म देखाउँछु भनेर लग्नु खोजेको, मानेको भए अब रै पनि हिँड्नु चाहिँ हिँड्छ। त्यहाँ छ अझै टिप्नु सघाउ है भन्नुभएको छ, अनि हिँड्छ। त काम सघाउनु त फेरि साह्रै पो छिटो छ त मेरो छोरो त, कसैले भ्याउँदैन काम सघाउनु। भनेको नि अगाडि हिँडिसक्यो, यो सबै टेकिसक्छ क्या। नत्र त उसलाई सम्हालेन भने त। अनि यहाँ हेर त यहाँ भनेर यहाँ पनि एउटा सानो मटरको बोट थियो नि त, यो पनि खाइदिन्छ नि मेरो चुट दिएको नि लुच्चा। उसलाई पक्रिनु लाग्यो, के दिन्छ नि फिर्ता आउने कुरै छैन छोरोको हातमा परेपछि। बट्टामा हाल है भनेको, हातमा बोकेपछि हिँडेको छैन त्यो। हामी अलिक यो मटर छिप्पिएपछि खाने भन्दै थियौँ, गिलेरीले होइन छिटो खाऊ भनेर हामीलाई सम्झाएर सब्जी खाऊ भनिदियोस्। यो चाहिँ यहाँ अस्ति त्यसै छरिदिएको थिएँ, यत्तिको हुँदै रहेछ। घाँस त हुँदैन होला भनेको, रै पनि भयो। छोरालाई यहाँ लगाऊ न भनेको, लगाऊँ कि नलगाऊँ भएर बसिरहेछ। छैन, नामो निसानै छैन नि लाउने छोरोको त फेरि। अनि फेरि एकचोटि मजाले बारी देखाउनु पऱ्यो भनेको। यहाँ चाहिँ यो चाहिँ हाम्रो चुला है, याद छ कि छैन कतिजनालाई होइन। यो चाहिँ पुरै अहिले घाम लागेर सबै सब्जीहरूलाई यस्तो आनन्द भएको छ।
यो माथि मैले झ्यालको छेउमा राखेको त्यो सागहरू चाहिँ यता सारिदिएको। अनि बाबा छोरा चाहिँ यता साइकल धुनुमा व्यस्त। छोरो पानी भेटेपछि सघाउनु फेरि गयो। यति भन्दै अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई। थ्याङ्क यू।